शिवा नमस्ते सबैजनालाई सञ्चारमै हुनुहुन्छ होला है। हामी चाहिँ आज गोदावरी घुम्न आएको पापा अनि मेरो सोल्टिनी म तीनजना। एकदमै गर्मी बढ्न थालेको रहेछ हैन। अनि त्यसपछि यो फुलहरू पनि खासै छैन सुक्खा भएको कारणले हामीलाई चाहिँ घामले पोलेर अनि यता साइडमा बसेर गर्मी एकदमै साइडमा बसेर यसो भिडियो बनाएको। अनि यहाँ चाहिँ एकदमै रमाइलो चाहिँ रमाइलो तर एकदम सुक्खा कोइली हैन कोइली बासिराखेको। अनि हाम्रो पापालाई विशेष चाहिँ हामीले घुम्न आउन लिएको हो। अनि हामी त पहिल्यैदेखि आइराख्ने मान्छे तर पनि पापालाई भनेर हामी तीनजना। राम्रो छ जे होस् सुनसान शान्त छ है। अनि त्यसपछि आज शनिबार नभएर मान्छेहरूको भिडभाड पनि खासै छैन, मान्छे पनि पातल। अनि त्यसपछि यो सुक्खा चाहिँ सुक्खा फुलहरू चाहिँ अलिअलि फुलेको रहेछ यता फुलहरू हुन्छ। अनि हाम्रो पापाले चाहिँ खुसी हुनु भएको छ होला हैन पापा? खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ के हुनु न? अनि सोल्टिनी खुसी एकदमै धेरै ह्याप्पी। अनि हामीले चाहिँ करेन्टहरू यो चाउचाउहरू चाहिँ ब्याग नभएर हैन हातैमा लिएर बसिरहेछौँ। अब चाहिँ हामी खाजा खानालाई एकैछिन यहाँ आराम गर्ने शीतल हावा खाने। अनि यो कोइली चाहिँ एकदमै गाउँको भाइब्स आइरहेछ हैन कोइली बास्दा चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।